So good afternoon everyone, welcome back to my channel. New day new vlog. आजको भ्लग चाहिँ सुरु भएको छ स्वयम्भूबाट हैन। अनि आज चाहिँ चट्टपारामा म चाबेलतिर जान लागेको छु। यो आउट अफ कन्ट्रीतिर त्यो भाइरल भएको त्यो चक्लेट हुन्छ नि, चक्लेट कि आइसक्रिम के हो त्यो आएको रहेछ क्या। अनि त्यही भएर त्यो लिन जानला। अनि त्यो बाहिरपट्टिको केस चाहिँ क्रिस्पी जस्तो टाइपको चक्लेट हुन्छ अनि भित्रपट्टि चाहिँ आइसक्रिम हुन्छ। अनि त्यो फ्लेभर चाहिँ थरी थरीको फ्लेभर हुँदो रहेछ, म्याङ्गो, पिच, चक्लेट, के फ्लेभरवाला। त्यो टिकटकतिर ट्रेन्डमा आएको थियो नि त्यो म्याङ्गै डिजाइनमा तर आइसक्रिमहरू जस्तो टाइपको क्या, त्यस्तोवाला यस्तरी त रोक्छ। अनि त्यही भएर अब त्यहाँनिर जानला। अब चट्ट आएर बिस्तारै यहाँबाट जाने, तलको बाटो हुँदै जाने। माथि मेन रोड गयो भने चाहिँ बढी जाम परिन्छ क्या। यो भित्रको बाटोबाट चाहिँ जाम पर्दैन। लोच्छे महल सिधै यहाँबाट डाइरेक्ट लोच्छे महल निस्केर जाने क्या, मुनि खोलाको बाटोबाट। यताबाट चाहिँ त्यस्तो जाम हुँदैन। अनि यहाँबाट आरामले जाने। अनि त्यहाँनिर यो चाबेल नि पुग्नु पर्दैन के अरे। चाबेलभन्दा हल्का तलपट्टि एउटा सानो गेट छ लेफ्ट साइडबाट, केएल टावर निस्किनेपट्टि। त्यतैतिरको मान्छेहरूलाई थाहा होला होइन, तर बढी जस्तो मान्छेलाई थाहा हुन्छ त्यो सानो गल्ली सर्टकट छ क्या। अनि त्यहाँनिरबाट गएर हल्का माथिपट्टि रहेछ त्यही सानो गल्लीनिर। त्यहाँ एउटा के कलेज पनि छ, त्यही कलेजकै एक दुई घर अगाडिपट्टि रहेछ। अनि त्यहीँनिर गएर लिने। अनि महँगो चाहिँ फेरि लास्टै महँगो रहेछ। सेटमा 4वटा आउँदो रहेछ, 4वटाको 1900 2000 समथिङ यस्तै कति भने जस्तो लागेको थियो। सस्तो नि हुनसक्छ, जाउँ हेरौँ त्यहीँ गएपछि थाहा हुन्छ के हो होइन। ल सो हामीले चाहिँ अब यहाँबाट लिइसक्यौँ यो। ल जाउँ ल। अब हामीले चाहिँ हाम्रो सामान लिइसक्यौँ। यो चाहिँ मिठो कपकेक चाबेल। फोन नम्बर चाहिँ सबैमा नाम चाहिँ यही नै छ, फोन नम्बर त्यही नै छ है। अब हामी चट्टपारामा फेरि निस्किन्छौँ। यता अघि बाइक राख्नै नमिलेर नि किन फर्काउँछ। सो अब हामी चाहिँ सबै सामानहरू लिएर होइन चट्ट लाएर त्यहाँबाट निस्किसकेको छौँ। मेरो चाहिँ बिचमा के भन्छ रेकर्डिङ नै अफ भएछ क्या, अनि फेरि रेकर्ड गरेको। अनि अब सबै सामानहरू लिइसक्यौँ। अब हामी यसलाई खान जाँदैछौँ, एउटा ठाउँमा गएर खान्छौँ हामी चाहिँ। हेर्दा चाहिँ राम्रो रहेछ, मिठो मिठो होला। अनि उहाँले चाहिँ के भन्यो भने त्यहाँनिर चाहिँ धेरै जस्तो जाने भनेको चाहिँ म्याङ्गो बढी जान्छ अरे, भनेपछि म्याङ्गो चाहिँ हल्का मिठो होला। अनि प्राइस चाहिँ 1900 रहेछ ठ्याक्कै। डिस्काउन्ट हुन्थ्यो कि हुन्न भनेर थाहा नै थिएन। म 1900 भने मैले त 1900 दिएँ। 4वटा पिसको 1900 पर्दो रहेछ। अनि 1900 नि ठिकै होला। अब टेस्ट गरेपछि थाहा हुन्छ त्यो प्राइसको त्यति हामीले तिरेको वर्थित छ कि छैन भनेर चाहिँ। हेर्दाखेरि चाहिँ सबै राम्रो रहेछ, चटक्क परेको। अनि यो चाहिँ घाममा चाहिँ बढी राख्नु हुँदैन अरे। अनि जता पनि लानु चाहिँ मिल्छ अरे, तर घाममा चाहिँ देखाउनु हुँदैन अरे, घाम पार्नु हुँदैन अरे। बढी घामहरू पार्यो भने चाहिँ पग्लिन्छ अरे। बाहिरको लेयरहरू सबै चक्लेटको अरे, अनि भित्रपट्टि चाहिँ क्रिम र फ्रुट्स भन्नुभएको क्या अरे। क्रिम र फ्रुट्स हालेको हुन्छ अरे यसभित्र।
यसको नाम फ्रुट डेजर्ट चाहिँ हो है, फ्रुट डेजर्ट चाहिँ हो, फ्रुट डेजर्ट। यसमा चाहिँ क्रिम हुन्छ अरे भित्रपट्टि, बाहिरपट्टि चक्लेटको लेयर, भित्रपट्टि फ्रुट्स। अनि हामीले चाहिँ 4वटा फ्लेभर मात्रै रहेछ त्यहाँ, 4वटा फ्लेभर कम्बो सेट नै आउँदो रहेछ। 4वटा फ्लेभरमा चाहिँ एउटा रेसबेरी हो, एउटा रेसबेरी आउँदो रहेछ, एउटा म्याङ्गो, एउटा पिच, अनि त्यसपछि एउटा फ्लेभर चाहिँ कफी आउँदो रहेछ। अनि म्याङ्गोको डिजाइन र कफीको डिजाइन चाहिँ राम्रो छ, अरू चाहिँ मलाई त्यस्तो मन परेन। अनि रेसबेरीको नि ठिकै रहेछ, रेसबेरी चाहिँ अङ्गुर जस्तो छ। अङ्गुर टुक्लुक 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 टुक्लुक। अङ्गुर होइन, त्यो गर्मी महिनामा कि केमा त्यो भुइँतिर फर्ने जस्तो टाइपको छ त्यो। हामीले खाँदाखेरि त्यो सर्पले खाने हो भन्थ्यो त, रातो रातो। ऐसेलु जस्तो टाइपको, कस्तो जस्तो टाइपको डिजाइनमा छ त्यो चाहिँ। मिठो होला। अहिले चाहिँ हामी चट्ट लाएर गफमै यता माछा पोखरी माथिपट्टि आइसकेको छौँ। अब हामी डाइरेक्ट यो माथिको बाटोबाट पुरै जाम हुन्छ, तल यो ओह्रालो झरिसकेर अनि फेरि भित्रको बाटोबाट जानुपर्छ। ल कुद्यो। कति सानो ऊ डोजर। यो पिच गर्नलाई होला, पिच बाटो बढाउनु लाग्यो त नि। अब प्लान फेरि क्यान्सल भयो। अब हामी यो अनबक्सिङ गरेर खानको लागि चाहिँ क्याफेमा जान्छौँ, जङ्गला नजाने अरे। अब हामी डाइरेक्ट क्याफेमा गएर भेट्छौँ गाइज, बाई बाई। हामी चाहिँ अब यसलाई ओपन गर्न जाँदैछौँ। यो चाहिँ पग्लेर हल्लिसकेछ है। यो कफी, यो रेसबेरी, म्याङ्गो अनि पिच। यसलाई अब झिकेर यहाँ बाहिर राख्ने। हामी चाहिँ एप्स दिन्छौँ ल, रियाक्सन दिउँ भने चाहिँ खानिदिनु हुन्छ। हामी चाहिँ कुन खाने? फोटो खिचौँ न एउटा, त्यहीँ छ है फोटो। त्यसैबाट काट्नु। ट्राई गर आँखा बोकेर। तिमी फोटो खिच्ने भए खिच न त। नै कुन खाम म चाहिँ? गाइस कुन खाम? म चाहिँ म्याङ्गो खान्छु फर्स्ट पहिला। अब चट्ट लाएर म्याङ्गो। यो तलपट्टि चाहिँ गम जस्तो हुँदो रहेछ, के हो यो? ट्राई गर। यो चाहिँ फ्रुट डेजर्ट म्याङ्गोमा है। मिठो रहेछ। ठिक छ गाइज। भित्रपट्टि चाहिँ यस्तो हुँदो रहेछ, बाहिरपट्टि चाहिँ क्या मिठो रहेछ यार, कफीवाला नि। बाहिर चाहिँ चक्लेट, भित्रपट्टि चाहिँ वाउ। अब तपाईँहरूलाई म सुनाउँछु, सुन्नु है गाइज। लास्टै क्रन्ची अनि गुलियो। म्याङ्गोको जस्तो टेस्ट चाहिँ आएन, तर भित्रपट्टि चाहिँ छ। भित्रपट्टि चाहिँ यो के रहेछ यहाँ झोल जस्तो। फ्लेभर रे यो चाहिँ। खल्ता खा, मिठो। म्याङ्गो चाहिँ लास्टै जान्छ भन्थ्यो त्यहाँनिर। मिठो।
यो चाहिँ यसको टेस्ट चाहिँ त्यस्तै रहेछ। यसमा चाहिँ उ हाले हुन्छ जस्तो छ, यिनीहरूमा चाहिँ सबै सिरपहरू क्या, त्यही फ्लेभरको झोलहरू चाहिँ त्यस्तो हाले हुन्छ जस्तो छ। कस्तो मिठो रहेछ यो चाहिँ। मलाई म्याङ्गो भन्दा यो मिठो लाग्यो। अब पिच ट्राई गरौँ। ट्राई गरौँ न तिमी पिच। मलाई चाहिँ म्याङ्गो ठिक लाग्यो है। म्याङ्गो चाहिँ गुड छ। यो चाहिँ अलिक अमिलो अमिलो रहेछ। म्याङ्गो चाहिँ गुलियो ठिक्कको। ढोका लगाएर आउनु, बाहिरको नोइज नै आइसक्यो होला, तर हटाउनु त हटायो। यिनीहरू सबै ठिक छ। यो चाहिँ कस्तो खतरा म्याङ्गोको हो यो। अब लास्ट वान यो पिच। अब हामी म पिच ट्राई गर्न जान्छु। तिमी खान्छौ फर्स्ट बाइट? मैले पनि यो चाहिँ पिच। ओहो, यसको चाहिँ तलपट्टि फुटिसकेको छ है। यसको डिजाइन हेर। ठ्याक्कै आलु जस्तो छ। आलु त्यो आरु बुझ्नु भयो नि? आरु आरु त्यो प्रनाउन्स गर्न हल्का अप्ठ्यारो लाग्छ। आलु। One eternity later. यो त दर हो। त्यो राख त। यो तलबाट नराखे नि हुन्छ क्या। फुट्यो तलपट्टिबाट खानु पर्दो रहेछ यो चाहिँ। कस्तो यो त? तपाईँले फ्लेभरसँग खाएन क्या? सेम। यो चाहिँ आलु पिच, सेम पिच यो। नो डाउट। यसको चाहिँ यो भित्रपट्टि यहाँ यस्तोमा फ्लेभर हुँदो रहेछ। मैले यसको नि अझै खाएँ होइन। यो म्याङ्गोको नि फ्लेभर यहीँनिरै रहेछ। यो फ्लेभरसँग खायो भने चाहिँ झक्कास। यो हामीले पैसा टिकटकमा तिरेको वर्थित भएछ है। टिकटकमा कति धेरै हेरेको थियो, तर नेपाललाई पनि पायो धन्न। टिकटकमा चाहिँ झन्डै 1 वर्ष अगाडि जस्तै आइसकेको थियो। अनि नेपालमा चाहिँ त्यस्तो हतपत पाएको थिएन। कति ठाउँमा खोजेको कहीँ पाउँदैन भन्नुहुन्थ्यो। यो भनेर हामीले मोची आयो। यो भनेर हामीले मोची ल्याएर ट्राई गरेको थियो। मोची नि मिठै थियो, तर यो मोची भन्दा मिठो रहेछ। अब लास्ट वान कफी ट्राई गर्छु म है। त्यो फ्लेभरसँगै टोका। यो हो फ्लेभर। यो चाहिँ प्योर कफी। केही हुने छैन, डिफ्रेन्ट नै छैन। कफीको त्यो दाना हुन्छ नि, त्यो दानाको सानो सानो दानै छ क्या। यसमा चाहिँ सेम कफी। सबभन्दा मिठो म्याङ्गो र कफी रहेछ। पिच मलाई त्यस्तो साह्रो मन पर्दैन। अनि यो रास्पबेरी चाहिँ अमिलो बढी रहेछ त्यसमा चाहिँ। यो चाहिँ कफीको सानो सानो दानै छ क्या यसमा चाहिँ। कफी चाहिँ पाइरहने भएर होला। कफीको दानै छ। हेर न वाइट। लास्ट मिठो।
झक्कास यो चाहिँ यदि खाएपछि त टन्न अगाउँदो रहेछ गाइस खाजा नि खानु नपर्ने रहेछ ओके अझै छ यहाँ टन्नै देखाइदिउँ ल हेर्नु पिच कफी म्याङ्गो रास्पबेरी ल यो एउटा खायो भने एकजनालाई टन्न अगाउँदो रहेछ अझ उसले त के भन्दै थियो त्यो खाएर पेट अगाउँछ जस्तो कुरा आएर थियो अस्ति अगाउँदो रहेछ अब यही बढी भयो क्या हामीलाई मलाई चाहिँ भएन ए यस्तो हुँदो रहेछ फ्लेभर जेलीमा हुँदो रहेछ फ्लेभरलाई जमा जस्तो छ क्या त्यो सिरपहरूलाई ल बाई बाई यस्तै हामी नयाँ नयाँ खानेकुरा खान्छौँ अब हामी खानेवाला छौँ खाजा सेट चिकन खाजा सेट अनि गए साथीको के साह्रो म चाहिँ अब चट्ट लाएर हातहरू धोएर आउँछु मेरो हात धेरै च्याप भयो अनि यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले अझै बाँकी छ यो यति बाँकी छ यो म्याङ्गो चाहिँ मलाई मन पऱ्यो मैले सबै खाइदिएँ पिचसँगै बाँकी छ रास्पबेरी आधा बाँकी छ यो नि आधै पिच नि आधै भनौँ माथिपट्टिको तलपट्टिको 2 बाइट मात्रै खायो अनि कफी यति बाँकी छ यो चाहिँ अमिलो हो यो अमिलो हो यो तितो न तितो हो सेम यो चाहिँ कफी यसमा चाहिँ कफीको सानो सानो दानै छ क्या अनि यो ठिकै छ यो चाहिँ गुलियो हो लास्ट ल बाई बाई गाइज अब